केनामा संगतिया छ रिजल्टभन्दा ठुलो हुन्छ तपाईँको निर्णय। अब तपाईँले एससी इक्जाम दिइदिनु भयो, तपाईँहरूको दिमागमा यही चलिरहेको होला कि मेरो रिजल्ट के आउँछ। त्यो रिजल्ट के आउँछ त्यो अब तपाईँको हातमा छैन। तपाईँको हातमा के थियो, अन्तिम इक्जामसम्म थियो, त्यो तपाईँले एकदमै राम्रोसँग क्लियर गर्नुभएको छ र तपाईँलाई म लेखेर यदि माग्नुहुन्छ भने दिन सक्छु। तपाईँले राम्रो गर्नुभएको छ, त्यसको बारेमा हटाउनुहोस् न यार, भाडमा जाओस् त्यो। अब त्यो तपाईँको जुन कन्ट्रोलभन्दा बाहिर छ भने त्यसको बारेमा तपाईँले टाउको दुखाएर आफ्नो टाइमलाई वेस्ट गर्नु मात्र हो, आफ्नो इनर्जीलाई खराब गर्नु मात्र हो। त्यसलाई अहिले तपाईँले के निर्णय लिनुहुन्छ त्यो सबभन्दा इम्पोर्टेन्ट हो। अब तपाईँले के निर्णय गरिराख्नु भएको छ आफ्नो भविष्यको लागि, आफ्नो जीवनको लागि, आफ्नो लाइफको लागि, आफ्नो मिसन र रोड म्यापको लागि तथा तपाईँले यो संसारमा ल्याइदिने आदरणीय आमा बुवाको लागि के निर्णय लिँदै हुनुहुन्छ त्यो सबभन्दा इम्पोर्टेन्ट छ। त्यसको लागि तपाईँले सोचबुझ गरेर, अब्जर्भ गरेर, नेपाल सरकारले देखाइरहेको भिडियो, शिक्षा मन्त्रालयले देखाइरहेको भिडियो हेरेर अनि मात्र तपाईँ मुभ गर्नुहोला भन्ने म अनुरोध गर्छु तपाईँहरूसँग। यस्तै भिडियोको लागि हाम्रो यो इन्जिनियर के च्यानललाई सब्सक्राइब गर्नुहोला।